हेलो गाइज, वेलकम टू माई न्यू ब्लग। अब यो बाइक भन्छ 5वटा त डुँडा हानिदियो बिहान बिहान 5:30 होला नि 5:30 डुँड। हाम्रो गाउँको हिरो डन। हेलो भन्नु नि डन। अनि यति हो डन ऊ त्यो लेम्पा गुरु घर, यो सन्ते चोरको घर यही हो। अब हामी जाँदैछौँ होइन, यो बाटो यस्तै छ। बाटो हालत आगामी चुनावमा चाहिँ उठेर विकास गराउने चाहना छ हाम्रो। अब म उठ्छु स्वतन्त्रबाट अनि आफ्नो भोट आफूलाई आउँछ, एउटा भोटले जितिहाल्छ। पार्टी नाम पानीपुरी तरकारी, राष्ट्रिय पानीपुरी तरकारी। यो हाम्रो गाउँको भ्यू। यो हाम्रो आन्टी बसिरहनु भयो टुक्रुक्क। हाम्रो गाउँलाई घले गाउँ उड्या भैँसी खाऊ ब्याउनी। यता यो साइकल घर यो घले गाउँ एकदम राम्रो। यो कुया पापी गाउँ यो। अनि यो म हुँ यता सबै हाम्रो आफन्त मात्र खान तिवारी खान्दान। धेरै सब फटाइ खान तिवारी खान्दान, चोर फटाहरू। यो हाम्रो हजुरआमाहरू भविष्यका गणताहरू दौडिनु थाले क्रिकेटर। यति भएपछि त मार्केट त झ्वाप खायो नि पानीपुरी तरकारी बागे भान्साको। हाम्रो आमा यो आमाको भैँसी ब्याउनी छ, कोहीलाई किन्न इच्छुक छ भने 1,20,000 टक्क। हाम्रो नारायण गुरु त्यहाँ यो यहाँ यो टोलको आइमे जति आइमे सङ्गठन गर्ने यही मान्छे हो। यो आइमे सङ्गठन गर्ने यही अङ्कल हो। कसैलाई आइमे छोरी मान्छे केटी चाहियो भने बिहा गर्न सम्पर्क गर्नु ल। के बोल्नु ल, बोल्नु न बोल्नु। केटीहरू चाहियो भने सम्पर्क गर्नु भनेर। पैसा ब्याजमा चाहियो भने 2-3 रुपियाँमा ट्याक्क सम्पर्क 98 452 83 190 ट्याक्क फोन गर्नु ल। हामी गयौँ ल बास। आज भान्साले के आएर थाहा उहाँ के अरे पोखर चोक गयो पागल 10 डुँड किन्नु। सुन्नु न, अनि त्यो चोखैन चोक पार्टीपुरी चोक त्यहाँ च्याकी 2 कप 5वटा डुँडा 5.5 डुँडा यस्तो मिठो है तातो थियो। 5.5 मैले 3 उल्टो भनेर ट्याक्कै उल्टो 5.5 डुँडा आइदियो। मलाई पागल भयो ल। हामी गयौँ ल। बाई भनिदिनु न एकचोटि। घर ल्याउने भनेर लिएर आएको, यसले चिया खान छिरौँ भन्यो। खाजा 5.5 भ्याए त थाहै भएन। यो अङ्कलको बुढी विदेश छन्। अझै खाम भन्थ्यो, मैले नखा भनेको। ल हामी गयौँ। ब्ल्याक हामीले कस्तो भयो अहिले। म घुमाउँदा युट्युबमा हाल्नु पर्यो। घुमाउँदा युट्युब छ नि त। घुमाउँदा यो हाल है तिम्रो च्यानलमा। मलाई यस्तो मेहनत गरेर भिडियो बनाइरहेको छु। त्यो अङ्कलसँग डुँड खानको पागल भएनु। यो यहाँ धान काट्ने बेला भयो। धान तेरो भाजे ए गाउँ जे भने यिनीहरू बुझ्दैन क्या। त्यो धान गाउँ काट्ने बेला भयो। सर र बाटो भ्यू यस्तै छ। यो त काले पुकुरले डाँठाहरू यहीँ है। यो हाम्रो बारी। यो हाम्रो बारी। गन्जी कस्तो खरी भएको देखाइदियो, खोलेर देखाइदियो भन्छ। ज्याकेट खोलेर देखाइदियो न। ए यता भन्छ ल। यो भान्जा ट्याक कपाल हेर्नु न, कपाल मारेछ लुक्सले त ल।